ल्याइदिएको छु दिन्छु अहिले यसले चाहिँ तिमीको लागि हो 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 ल्याइदिएको छु ल्याएको छु झोला छ दिला झोला छ खोल्नु दि हेरौँ एकछिन कता उतै जाने काठ काट्न दुकान छ क्या बाटोमा छ क्या बाटोमा छ दोकान यो भातको ताउली उता राख्नु झिङ्गा पर्छ भातको ताउली यो ताउलीलाई उठाएर सेनाले चाहिँ दिनै पर्यो कि पैसा दिनु पर्यो केही नभएपछि त त्यो नखिल्नु पर्यो कहाँ गएको थियौ हिजो दाउरा काट्न दिन्छु हामी यो त तरकारी काट्न हो तरकारी नभए निद्लै भात खान सकिन्न तरकारी त खानु पर्यो है भात पकायो त भात त पकाएछ अब पकाउने पकायो त्यसको नाम के भन्छ यो त्यो काटेको नाम त्यो नै त्यो उताको यो बस्नु ए के को तरकारी हो त त्यो यो बन्दा हो हजुर ए कहिलेदेखि आउनु भयो यहाँ आज यहाँ अस्तिदेखि कति दिन भयो ए यहाँभन्दा पहिला कहाँ आउनुहुन्थ्यो यहाँभन्दा पहिला उता बगैँचा छुट्टिएर आएको हो हजुरको नाम क्या हो र मेरो नाम हजुर प्रकाश हो प्रकाश हजुर यहाँको दाइको नाम पनि प्रकाश हो त हो मिर्जो लाउनु पर्यो कता छ नि त दाइ उता बस्ती उता कहाँ छ कति घन्टा लाग्छ यहाँबाट जान कति लाग्छ समय यहाँबाट जान यहाँबाट त लाग्छ 3 घन्टा गाडीमा हजुर गाडीमा जानुहुन्छ गाडीमा जान्छ कि हिँडेर गाडीमा नगयो भने पुग्दैन हो र बगैँचाको मान्छेहरू सोध्नुपर्छ कि यता बस्ती कहाँ छ कता बस्नु भएछ भनिदिनुपर्छ यहाँ बस्नु भनेछ भन्छन् कि तपाईँको दाइको नाम अनि प्रकाश अनि तपाईँको नाम के हो मेरो नाम खिमराज हो खिमराज हो हजुर खिमराज साई हजुर ए दाइले अनि भाइलाई मित लाउने भन्नु नि त अनि मित ल अहिले हामी आउँछौँ है भिडियो खिच्न हुन्छ ल मित लगाउनु अनि त्यसपछि हुन्छ तपाईँहरूलाई के छ अनि यहाँ भत्ता दिन्छ कसैले जिया छैन त आज भोलि कहिले दिन्छ भत्ता खै कुन महिनामा चैतको महिनामा दिन्छ भन्यो कसले दिन्छ भत्ता गुराँस गाउँपालिकाले हजुर ए जानु भएको छैन गुराँस गाउँपालिकातिर आजसम्म जानु भएको छैन कहिले जानुहुन्छ त अब हामी जानु पर्दैन यहीँ आउँछ
भत्ता दिन यहीँ आउनुहुन्छ? यहाँ आउनुहुन्छ। ए यो चामलको लागि समस्या भयो हामीहरू। ए समस्या भइसक्यो। समस्या भइसक्यो। ए गाह्रो छ त्यसो भए त। अनि दाल पनि पकाउनुहुन्छ कि तरकारी मात्रै? दाल पकाउनु, तरकारी मात्रै हो, तरकारी पकायो अनि त्यसै चामल भात पकायो अनि भइहाल्यो है। नुन खुर्सानी हाल्नु। अँ तपाईँहरू बेसार भयो, अँ तेल भयो, धनियाँ भयो, त्यस्तोहरू हामी हाल्दैन कि हाल्नुहुन्न? हाल्नुहुन्न। किन? नुन खुर्सानी मात्रै हाल्नुहुन्छ। यसको मतलब बेसारले के गर्छ र? तेल बेसारले के गर्छ र? के गर्छ हामीहरू खाँदै खानु खानुहुन्न? खानुहुन्न। ए त्यसो खाने मात्र बेसार नखाने अनि तेल पनि नखाने है। अनि यहाँ चिसो हुँदैन भुइँमा? हुँदैन। हो, कति छन् बच्चा बच्ची हजुरको? छैन, एउटा जन्मियो एउटा मरिहाल्यो। ओहो तनाव भएछ बिचरा। तनाव भएछ। के भएर? बिरामी भएर? बिराम भयो। औषधि गर्नुहुन्छ कि नै? औषधि गर्दैन तपाईँहरू त्यस्तो। गर्नुपर्छ त। हामीहरू गर्दैन त। कसरी नगर्ने भनेको? गर्नु पर्यो त, हजुरहरू जतिको मान्छेले गर्नु पर्यो त अब। अनि अहिले जन्मेको छैन बच्चा बच्ची? छैन। ए अनि तपाईँको नाम खेमराज साई, अनि श्रीमतीको नाम तपाईँको? यो सीमाको नाम डुङ्गी छैन। ए अनि यो प्याज त राख्नु भएको छ त, अनि ऊ नखाने बेसार नखाने भने प्याज खानु नै छ त है? खाना पाक्यो? ए ल ल पैसा दिउँला अहिले पछि है। आउँछु म अहिले, आइहाल्छु यहीँ छु म अहिले। खाना पकाउनु पर्यो त। तपाईँको अनि यो भातमा त झिँगा बसेछ त, हेर्नु त। नबसाल्नु पर्यो झिँगा है। यो के भाँडा हो यो? पानी ल्याउने? ए